नमस्कार। आज म चाहिँ टोरन्टो स्कारबरो एरियामा आएको छु। यहाँ चाहिँ नेपाली एउटा पसलमा क्लोथिङ स्टोरमा आइरहेको छु र यहाँ धेरै रमाइलोहरू छ। तिहारको रमझम र प्लाजा एलिङटन स्ट्रिटमा प्लाजामा चाहिँ अवस्थित। अन्जु सोब्रो छ र पशुपति एन्ड बुद्ध टेम्पल पनि यहाँ स्कारबरोमा सेम लोकेसन। अन्जु सोप साउथ एसियन फेसन भनेर चाहिँ सब जाने ठाउँ चाहिँ यो छ। यता राइटमा मन्दिर जाने, यतापट्टि चाहिँ अर्को पशु छ। नमस्ते, आरामै हुनुहुन्छ? हजुरको स्टोरमा आज हामी आइपुगेको छौँ हेमिल्टनबाट। अनि मेरो घरदेखिको कस्टमर हुनुहुन्छ। हजुर 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 पसल चाहिँ टिक्क पारिराख्नु भएको छैन। अहिले सिजनै यो छ। तपाईँको यो पसलको बारेमा अलिक बताइदिनुहोस् न त, के छ तपाईँहरूको, के कुराहरू पाइन सकिन्छ यसमा? हाम्रो पसलको बारेमा भन्नुपर्दा चाहिँ पसलको नाम छ अन्जु सप। यो चाहिँ लोकेटेड इन स्कारबरो 2657 एग्लिन्टन एभिन्यू इस्ट। हाम्रो यहाँ मन्दिर पनि छ। मन्दिर र मेरो पसल एउटै ढोकाभित्र छ। अनि हाम्रो चाहिँ यहाँ भन्नुपर्दा मैले चाहिँ जन्मदेखि मृत्युसम्मको सबै सामानहरू चाहिँ राख्छु। त्यो लगायत हल्का फुल्का खानेकुराहरू पनि छ। होम डेकोरको लागि सामानहरू पनि छ। भर्खरै म भएको कारणले गर्दा चाहिँ सबै डिस्प्ले गरेर राख्नु पाएको छैनौँ। तिहार सकिने बित्तिकै हामी चाहिँ यसलाई राम्रोसँग मिलाएर चिटिक्क बनाएर चाहिँ राख्छौँ। धन्यवाद। मादल पनि रहेछ है? मादल हुन्छ। सुन्नुभयो नि, मादल यो चाहिँ हाम्रो पुरा सेङ्जादेखि लिएर आएको हो। खरी नझर्ने टाइपको मादल। चोरी अमराले बजाउँदा यस्तरी बज्छ। मादलदेखि अब भर्खरै हाम्रो तिहार चलिरहेको छ, त्यसको लागि हाम्रोसँग लङ्गुर गुर्जा, खटखटे के भन्नुहुन्छ त्यो पनि छ। अनि अहिले यो चाडबाडमा एकदमै विशेष युज हुने भाँडाकुँडाहरू पनि चाहिएमा हामीहरूलाई सम्पर्क गर्नु होला। पसलमा चाहिँ अभाइलेबल छ। यो भन्नुभयो नि कति पर्छ यसलाई? यो चाहिँ हामीसँग साइज हेरी छ। $30देखि $60सम्मको छ हाम्रोमा चाहिँ। यसको सबै कुरा सेटै छ है? हजुर। यो गोटी 6वटा आउँछ भने यसको चाहिँ म्याट जम्मा गरी चाहिँ $30 भन्नु है? $30देखि। हजुर। मादलको कति भन्नु? मादल चाहिँ हाम्रोमा अहिले रिसेन्टली सोल्ड आउट। हजुर। यो मादल चाहिँ मैले यतिकै पसलमा बोर भएको बेलामा केही पाइनँ भने सेङ्जेली हो नि त बजाउन पाइन्छ, त्यही भएर राखेको। हजुर। अनि अब भेरी सुन आउँदैछ नयाँ स्टक मादलको। हजुर। पूजाको सामानहरू पनि त रहेछ नि है तपाईँहरूकोमा? अब यो लक्ष्मी पूजा सकिनु हुनाले चाहिँ अब यो सेल्फहरू एक्टिभ भएको छ। अनि अब हामी ल्याएर रिस्टक गर्छौँ। अनि यस्तै छ। हजुर, धन्यवाद। अनि अर्को कुरा हामीले रिसेन्टली एड गरेको छौँ। हाम्रो पसलमा चाहिँ कपडाहरू अल्टरेसन हुन्छ, बढाउने घटाउने सबै हुन्छ। त्यो हजुर जहाँ हुनुहुन्छ महिनासम्म आउनु होला। हामीले चाहिँ सेम डे सर्भिसमा चाहिँ हजुरको कपडाहरू चाहिँ बनाइदिन्छौँ। लाग्न आँट्यौँ। हजुरको 2 शब्द भनिदिनु नि त। थ्याङ्क यू सो मच। यति टाढादेखि ड्राइभ गरेर ट्राफिक आवरमा आउनुभएको छ होइन। हजुर। अझै सल्लाह सुझाव दिनु होला। पसलमा के ल्याएर राख्नु छ हामीले
हजुरको इच्छा र आवश्यकता अनुसारको सामानहरू ल्याएर राख्नेछौँ। हजुर अरू के भनौँ, एकदमै खुसी लाग्छ हजुर उहाँ टाढादेखि आइदिनु भएकोमा एकदमै आभारी छौँ हामीहरू। धन्यवाद है त, धेरै धेरै खुसी लाग्यो तपाईँहरूलाई भेटेर। हस्, धन्यवाद।